ओके फाइनली गाइस हाम्रो बोसहरु चाहिँ अब जान लाग्यो बबाल ड्राइभ हान्नु है बबाल ड्राइभ हान्नु है ओके ड्राइभमा जाँदै हुनुहुन्छ हाम्रो एमडी सर चाहिँ उहाँलाई हेर्न सकिन्छ एकदमै यो बोर्डमा चाहिँ उहाँ चढिसक्नु भएको छ लेट्स सी कन्टिन्यू गाइज कम अन वे बडे वे बबाल गाइज एकदम अगाडि गइरहेछ ओके गाइज हेर्न सकिन्छ एकदमै टाढा पुगिसकेको छ मैले चाहिँ 3x मा चाहिँ पुरा जुम गरेर खिचिरहेको छु उहाँहरु चाहिँ निकै अगाडि बढिसक्नु भएको छ अब त्यहाँबाट चाहिँ उहाँहरु अब के गर्न लागि मलाई थाहा भएन त्यो बोट लिएर आउँछ जस्तो लागिरहेको छ त्यो एकजनाले त्यो बोट लिएर आउँछ र उहाँहरु चाहिँ अब एक राउन्ड लगाएर आउँदै हुनुहुन्छ यता आइसक्नु भएको छ गाइज गाइज एकदमै दामी तरिकाले चाहिँ उहाँलाई लिएर आइसकेको छ वाह भेरी वेल गाइज उहाँहरु चाहिँ एकदम यहाँ आइसक्नु भएको छ अब उहाँले चाहिँ आफै राइड गर्दै हुनुहुन्छ त गाइज अब उहाँले चाहिँ आफैले राइड गर्ने कुरा गर्दै हुनुहुन्छ उहाँको अब यात्रा कस्तो हुन्छ हेरौँ लेट्स सी हजुर छोडिदिउँ न हामी नजाउँ म कुदाउँछु तपाईँ भिडियो बनाउनु तपाईँ जानु म त यता बाहिर बसेर भिडियो बनाउने हो गाइस यहाँ हेर्न सकिन्छ एकदमै बबाल छ बोर्ड है यो बोर्डमा चाहिँ अब केटाहरु राइड ओके जस्ट लो कम गेट रेडी गाइज उहाँहरूले चाहिँ फोटो सेसन गर्दै हुनुहुन्छ र उहाँहरू चाहिँ अब कुन देशको हुनुहुन्छ थाहा भएन है यता हानिरहनु भएको छ बबाल र गाइज उहाँ चाहिँ दुईजना राइडमा गइसक्नु भएको छ हेर्न सकिन्छ त्यहाँ अगाडि बढिसक्नु भएको छ उहाँहरूलाई चाहिँ हामीले बीच समुद्रको बीचमा देख्न सकिन्छ गाइज यतिखेर उहाँहरू समुद्रको बीच भूभागमा पुगिसकेको छ र मैले चाहिँ यता 3x जुम गरेर चाहिँ उहाँहरूलाई मैले भिडियो सुट गरिरहेको छु गाइज देख्न सकिन्छ उहाँहरू निकै टाढा पुगिसकेको छ उहाँहरू अब फर्किने तर्खरमा हुनुहुन्छ गाइज लेट्स सी कन्टिन्यू दिस भिडियो गाइज आउँदै हुनुहुन्छ उहाँहरू धेरै टाढा पुगिसक्नु भएको छ पुरा उहाँहरू चाहिँ गलिन्छ के यस्तोमा गल्दिन म हुँदैन देखे मैले नजाके ओके गाइज एमडी दाई भन्ने मान्छे चाहिँ उहाँ पुगिसकेको छ र यता हाम्रो सरोज भाइको टाउको पनि हल्का देखिरहेको छ गाइज हाम्रो केटा चाहिँ यहाँ पुरा म जान्छु त्यतिकै भन्दैछ हेर्न सकिन्छ उहाँहरूलाई धेरै टाढा छ उहाँहरू र एकदमै यो मोबाइलले क्याप्चर गर्न गाह्रो भइरहेको छ उहाँले एकदम बबाल तरिकाले आइरहनु भएको छ त्यहाँ देख्न सकिन्छ गाइज हाम्रो एमडी सरलाई चाहिँ उहाँले चाहिँ एकदम पर्फेक्ट तरिकाले अगाडि बढ्दै हुनुहुन्छ अगाडि आइसक्नु भएको छ कम ओके एभ्रीवन र एकदमै स्टेबिलिटी रूपमा चाहिँ उहाँ आइसक्नु भएको छ यहाँ ओके यहाँ हेर्न सकिन्छ यहाँ दुईवटा बोर्ड चाहिँ रेडी भइसकेको छ र उहाँहरू चाहिँ राइड गर्ने तर्खरमा हुनुहुन्छ गाइज है यतिखेर म तपाईँहरूलाई यहाँबाट चाहिँ पुरा कास्टिङ गरिरहेको छु है म चाहिँ समुद्रको बीचमा छु होइन म चाहिँ यहाँ पुरा भिडियो गरिरहेको छु गाइज ओके तपाईँहरू त्यहाँ देख्न सक्नुहुनेछ केटाहरू के गर्दैछ भन्ने कुराहरू चाहिँ त्यहाँ अगाडि एकदम मजाले हेर्न सक्नुहुनेछ केटाहरूलाई यो लबरको बोर्डले छेक्दै होइन त्यहाँ हेर्न सकिन्छ केटाहरू एकदमै इन्जोय एबल तरिकाले चाहिँ अगाडि बढ्न लागेको छ र आज चाहिँ यहाँ हाम्रो नेपाली हाम्रो गाउँको भाइ एउटा नवराज भाइ अनि एकजना हाम्रो एमडी सर लगायत हाम्रो यहाँ लिम्बू सरहरू पनि छ कोही चाहिँ अन्डरवर्ल्डमा पनि छ यहाँ देख्न सकिन्छ र त्यो कुनामा बच्चाहरू फ्यामिलीहरू लगायत सम्पूर्ण मान्छेहरू आइरहेको छ र यो बोटले चाहिँ छेकिसकेको छ उहाँ चाहिँ एमडी सर चाहिँ अगाडि बढिसक्नु भएको छ गाइज है दुईजनाको राइड कस्तो हुन्छ त आज हेरौँ ओके बबाल तरिकाले चाहिँ अगाडि बढ्दै हुनुहुन्छ उहाँहरू हेर्न सकिन्छ गाइज एकदम बबाल झकास नेपालीको ड्राइभ चाहिँ हेर्न सकिन्छ गाइज है एकदमै टाढा पुगिसकेको छ मैले यहाँबाट भिडियो चाहिँ एकदम बबाल हानिरहेको छु सकेसम्म चाहिँ उहाँहरूलाई क्याप्चर गर्ने कोसिस गरिरहेको छु र यतिखेर उहाँहरू समुद्रको बीच भूभागदेखि धेरै टाढा गइसक्नु भएको छ र उहाँहरूलाई देख्न सकिन्छ एकदमै सानो देखिसकेको छ अब उहाँहरू कतिखेर फर्किन्छ भन्ने कुरा चाहिँ थाहा भएन जस्ट धेरै टाढा पुगिसक्नु भयो उहाँहरू है उहाँहरूलाई चाहिँ हामी यसरी हेर्न सकिन्छ गाइज र उहाँहरू अब फर्किने तर्खरमा हुनुहुन्छ
यतिखेर हामी यहाँ समुद्रको बिचमा छौँ गाइज हेर्न सकिन्छ एकदमै धुम पारामा चाहिँ उहाँहरूले एकदमै राइड चाहिँ बबाल हानिरहनु भएको छ धुम पारामा एकदमै झकास तरिकाले चाहिँ दिइरहनु भएको छ गाइज लेट्स सी कन्टिन्यू दिस भिडियो गाइज डोन्ट फर्गेट टु सब्सक्राइब दिस च्यानल र यतिखेर चाहिँ मलाई हाम्रो प्यारी गीता राईले चाहिँ कल गरिरहनु भएको छ उहाँ एकदम चिन्तित हुनुहुन्छ कि म कहाँ गयो भनेर त होइन ओके गाइज म चाहिँ यस्तो ठाउँमा आएको थिएँ आज है ओके त्यहाँ हेर्न सकिन्छ एमडीलाई निकै टाढा छ धेरै टाढा गइसक्नु भएको छ उहाँहरू अब कहाँ पुगेर आउँछ भन्ने कुरा थाहा छैन मलाई उहाँहरू अहिलेसम्म निस्किनु भएको छैन धेरै टाढा देखिसकेको छ उहाँहरू हेर्न सकिन्छ गाइज उहाँहरू पनि निकै टाढा छ धेरै टाढा भन्दा पनि धेरै टाढा गाइज हेर्न सकिन्छ उहाँहरूलाई चाहिँ धेरै टाढा पुगिसकेको छ ओके गाइज म चाहिँ यहाँ वेट गरिरहेको छु कतिखेर आइपुग्छ भनेर आयो केटाहरू आउँदैछ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ आउँदैछ उहाँहरू एकदम यतिखेर कुलालम्पुरको एरोप्लेन पनि आइरहेको अवस्था हवस् धेरै गाह्रो कडाइरहेछ सरोज तर्छ केटा यार ओके ओके एभ्रीवन दामी 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 केटाहरूले चाहिँ यस्तो तरिकाले इन्जोय गरिरहेको छ गाइज आज है त समुद्रमा ओके गाइज फेरि पनि उहाँहरू यो लाइनमा गइसक्नु भएको छ र यतिखेर हेर्न सकिन्छ उहाँहरू धेरै टाढा पुगिसक्नु भएको छ फेरि उहाँहरू उताबाट यस्तो तरिकाले राउन्डिङ मारेर आउनुहुनेछ र हाम्रो फुच्चे चाहिँ त्यहाँ गएर डुब्ने कोसिस गरिरहेको ओके केटाहरू धेरै टाढा पुगिसकेको छ हेर्न सकिन्छ र उहाँहरूको यात्रा भनेको चाहिँ गाउँ मैले पनि देख्न सकिरहेको छैन र यो मोबाइलले जति क्याप्चर गर्यो यो चाहिँ मेरो आँखाले नभ्याउने कुरा हो है मैले चाहिँ ओबी तरिकाले चाहिँ भिडियो सुट गरिरहेको छ आज है गाइज है आजको ब्लग भनेको चाहिँ स्पेसल हाम्रो समुद्रमा कम्प्लिट गर्ने हो र यता हाम्रो एकजना सर पुरा टाउको निकाल्दै डुबाउँदै गर्दै हुनुहुन्छ ओके गाइज उहाँहरूको के भइरहेछ ओके पेट्रोल सकिए जस्तो गर्दै हुनुहुन्छ उहाँहरू हेर्न सकिन्छ धेरै टाढा छ उहाँहरू अब आउने तर्खरमा हुनुहुन्छ कतिखेर आइपुग्नुहुन्छ भन्ने कुरा चाहिँ अब हामी हेर्नेछौँ गाइज है म चाहिँ पानीमै बसेर पुरा दिइरहेको छु है भिडियो गरिरहेको छु जहाँसम्म लाग्छ त्यो सरेको छ जस्तो लागिरहेको छैन मलाई पक्कै पनि केही गडबड भयो कि भन्ने लागिरहेको छ मलाई ओके हल्का हल्का आइरहेछ पल्टेको छैन त्यहाँ गर्दै होला के भन्छन् एकजनाले चलाउनु होला ओके त्यहाँ हामीले हेर्न सकिन्छ गाइज उहाँहरू चाहिँ त्यहाँ अड्किनु भएको छ खास कुरो के भइरहेछ भन्ने कुरा चाहिँ मलाई पनि थाहा छैन एकदमै स्लो एकदम ढिलो पारामा चाहिँ आइरहनु भएको छ उहाँहरू है ओके गाइज 7 मिनट भन्दा बढी चाहिँ भइसक्यो मैले चाहिँ यहाँ लाइभ कास्टिङ गरिरहेको थिएँ गाइज है उहाँहरूलाई एकदम म हेरिरहेको छु ओके 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 एभ्रीवन उहाँहरू कतिखेर आइपुग्नु आउने तयारी भइरहेको छ उहाँहरू आउने तयारी अवस्थामा हुनुहुन्छ तर कतिखेर आइपुग्नुहुन्छ त्यो चाहिँ मलाई एक्ज्याक्ट थाहा छैन है ओके गाइज अब चाहिँ लगभग म यहाँबाट बसेर गर्छु ओके हेर्न सकिन्छ गाइज त्यहाँ हेर्न सकिन्छ केटाहरू वान अफ द बेस्ट तरिकाले चाहिँ गइरहेछ ओके केटाहरू चाहिँ त्यता यस्तो ठाउँमा पुगिसकेको छ है अब केटाहरू कतिखेर फर्किन्छ भन्ने कुरा चाहिँ अब लास्टमा म तपाईँहरूलाई देखाउनेछु अहिलेको लागि चाहिँ
ओके केटाहरू चाहिँ फेरि आउँदैछ एकदम तरिकाले चाहिँ उहाँहरू चाहिँ यहाँ आइसक्नु भएको छ एकदम झगस तरिकाले हेर्न सकिन्छ यता अगाडि गाई छ है एकदम भोपाल तरिकाले चाहिँ रन्काएर केटाहरू चाहिँ पुरा होइन सन्काएर गइरहेछ उतैतिर गइरहेछ केटाहरू यतातिर नआउला जस्तो छ पक्कै पनि उहाँलाई धेरै टाइम लाग्ला जस्तो छ हुँदै त केटाहरूको ओके केटाहरू लिएर आउँछ कुदा होस् ओके गाई छ है अब चाहिँ केही खानेकुराहरू खानुपर्ने हुन्छ यता हेर्न सकिन्छ गाई छ है यहाँ समुद्रको माहौल यस्तो छ एकदम बबाल एन्ड झकास दामी छ केटाहरू चाहिँ आउँदैछ यता अगाडि है केटाहरू यहाँ आइपुग्नु लागिसक्यो केटाहरू ठ्याक्कै भन्दाखेरिमा चाहिँ एकदम स्लो मोसनमा आइरहेछ हेलो चुकिन्छ गाई चाहिँ मजाले समुद्रको छाल भन्दा बाहिर आएको छ केटाहरू आइरहेको एउटा बोटभित्र छिरिसकेको छ केटाहरू चाहिँ आइसक्यो केटाहरू आइसक्यो अन्त स्पोर्ट पुरै देख्न सकिन्छ यहाँ सिनेमेटिक फिल भइरहेको छ ओके लिम्बू सर दियो पुरा छप्किदिनु भएको छ उहाँले र उहाँ चाहिँ त्यो एकजना चाहिँ झरिसक्नु भएको छ बोटबाट र अर्कोजना पनि झर्दै हुनुहुन्छ उहाँहरूको जस्ट टाइम खतम नेपाली के अरे यहाँको तयारी चाहिँ शेष भइसक्यो त्यही भएको भिडियो त ओबी कास्टिङ हानिदिएको छु मैले टेन्सनै गर्नु